तपाईँ थाकेको होइन, कमजोर सोच हो। तपाईको जुन शरीर छ त्यो शरीरले जुन काम गर्न खोजिराख्नु भएको छ त्यो काम गर्दाखेरि तपाईलाई बीचमा छोड्दिन मन गर्छ नि। त्यो तपाईलाई लाग्छ कि मेरो शरीरमै कम समस्या छ, मेरो शरीरले त्यो लेभलमा गर्न सकिरहेको छैन, यानी कि मेरो हेल्थकै प्रब्लम छ। तर साथीहरु, म एउटा यथार्थ कुरा तपाईहरुलाई बताउन चाहन्छु, त्यो तपाईको शरीरको प्रब्लम छैन, त्यो तपाईको सोचमा प्रब्लम छ। तपाई त्यो काम गर्नको लागि भित्रबाट प्रेरित नै हुनु हुँदैन, भित्रबाट तपाईसँग त्यो डिजायर छैन कि त्यो काम गर्दा होस्। त्यसैले तपाईलाई केही सर्ट टर्मको लागि मात्र त्यो काम गर्नुहुन्छ र एकछिनपछि तपाईलाई के हुन्छ, अप्ठ्यारो लाग्न थाल्छ। त्यसैले साथीहरु, त्यो जुन पनि चीज गर्नको लागि तपाईले पहिला सोचलाई क्लियर गर्नुस् अनि तपाई त्यो गर्नुस्, 100% पाउनुहुन्छ। यस्तै भिडियोको लागि यदि यो भिडियो राम्रो लागिरहेको छ भने हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्नु होला र साथीहरुलाई शेयर पनि गर्न सक्नुहुन्छ।